हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज म फेरि न्यू एपिसोड ल्याएर तपाईँहरूको सामु आइसकेको छु। देख्न सक्नुहुन्छ रन्डो यस्ता मान्छेहरू भएपछि के गर्नु गाइज, यहाँ भिडियो गराउनु गाह्रो छ। अब यस्तै हामीले पोस्ट हाम्रो दुला राजाको के भन्छ मडेउलो यहाँ छ। मडेउलो राजा कहाँ मडेउलो राजा छ, अलिक फिस्टो भएर देखिन अलि यस्तो गर्नुपर्छ गाइज। यो ससुरोबाट यो गाइज हामी बिहामा जाँदैछौँ गाइज। बिहा चाहिँ आज होइन, खासमा भन्दा पनि 5 गते हो। यसो रमाइलो हात तुरन्त जानु निस्केछ गाइज। गइन्छ यो हो मडेउलो, यो हो ससुर हो, यो हो जेठाजु। आउँदैछ टक्क लौका सौका के हुन्छ राख्नु बनाएर होइन। कसको बिहा हो टक्क भन्दा त्यति भएन भने त बिहामा गर्ने छैन, विषय गर्दैन। गएर छन् बिहा भाँडिने हो, भाँडिने हो बिहा स्या, भाँडिने हो बिहा चले गऱ्यो डिस्टर्ब होला, साउन्ड सिस्टेम होला, म्यानेज गरेर हेर्नु। गाइज अहिले हामी हिँड्दै आइसकेका छौँ यो जङ्गलमा। अबको केही समयमा अबको केही घन्टामा अबको 4-5 घन्टामा हामी गन्तव्य पुग्नेवाला छौँ। गर्मीमा हिँड्दै पसिना भएको छ। के बोल्छ कि यो मान्छे होइन, यो मान्छेलाई के भन्न चाहनुहुन्छ यसो कमेन्टमा होइन। हामी सबै मान्छेमा त यति लामो बुद्धि त यस्तै छ नै राखेको, यस्तै छ बुद्धि त। के बोल्ने के नबोल्ने भन्दा क्यामेरा ठुलाई डर बल्ल बुझेन त यसलाई संस्कार सिकाउने आइडिया। बोले क्या कति रुपियाँ दिएर थाल्नु चाहिँ भन्नु त? म थाल दिने बेला पुग्थेँ। त्यो त अहिले भिडियो हेरेर नै त्यही अनुसार भएको नि पहिल्यै झोल तेरो पो अरू दिने भए त तेरो दाइको धुने कालो तैँले, तेरो धुने कालो बल्ल तेरो भाइले हुन्छ। भाइको दिनेलाई मिलेर जान्छ भन्न कति हाल्ने 100 रुपियाँ 1000 रुपियाँ नआउँदैसँग थाल्दैन भन्छ टिफिन त। 1000 रुपियाँ पहिल्यै छुटाइहाल्नु, थालमा राख्ने। त्यो कहाँ हुनु र कहाँ ल्यायो गाई, यहाँ जङ्गलमा ल्याएर यहाँ दुइटा लापत्ता बनेर आफूले साला बोका यत्रो क्यामेरा लियो भने के भनिन्छ कि गाई हेर्नु है। देखाइदिन्छ हुन्छ त के गर्लफ्रेन्डलाई ट्याग गरेर हाल्छु।
गाइज हामी अब चौमिन खाँदैछौँ बनाएर पैसा धेरै थिएन 5 रुपियाँ थियो दुकानमा चौमिन खाँदैछौँ खानु थियो कहाँको जङ्गलमा आयौँ हामी थाहा छैन अब यहाँ के हुन्छ भन्ने कुरा थाहा छैन कहाँ सहर ट्रेनिङ गर्ने ठाउँमा आयौँ जस्तो लागिरहेछ ट्रेनिङ खान्छु गाइज ल आयो त अनि हामी अब ट्रेनिङ खानेवाला छौँ देख्न सक्नुहुन्छ गाइज यहाँ ट्रेनिङ हान्दैछ हाम्रो केटो फेल भएको छ यो चाहिँ काम छैन यसको यो चाहिँ फेल भएको छ सो गाइज देख्न सक्नुहुन्छ हामी कुन जग्गामा आयौँ कहाँ आयौँ के गरिरहेछौँ केही थाहा छैन बाटो पनि यो हो कि होइन त्यो पनि थाहा छैन यत्तिकै भोसडी तालमा हिँडेको थाकियो गाइज हिँड्दा हिँड्दा के गर्नु अब एकछिन रेस्ट गर्नु पऱ्यो देख्न सक्नुहुन्छ गाइज हुँदैछ राम्रो छ आउनु होला गाइज आउनु होला जोडी ल्याएर पनि आउनु होला है केटा मान्छे चाहिँ आउनु सक्छ तर केटा मान्छे चाहिँ नआउनु होला है केटा मान्छे जाउँ भने नआउनु होला जे पनि कोही छैन बचाउनलाई राम्रो ठाउँ छ गाइज अब बसेर एकछिन बस्छ दाजुभाइ केटा कस्तो लागिरहेको छ मेरो लाइफ कस्तो लागिरहेको हामी चाहिँ अब हेर्दै निस्किनु पर्ने हुन्छ जानुपर्ने हुन्छ यस्तो भाइरल ठाउँमा छोड्दै लाग्यौँ फेरि हामी सुर्खेत वीरेन्द्रनगर 3 तातापानी सुर्खेततिर लागिसकेका छौँ